आज चाहिँ घुम्न आएको मेरो नाम चाहिँ सन्देश मुक्तान आज हामी चाहिँ घुम्न आएको होइन मन्दिरमा एकदम रमाइलो लागिरहेछ अब अर्को ठाउँमा गोमाम पनि पुग्नु छ होइन साथीहरूको बाला अब मैले चाहिँ यति है अरू साथीहरूले भन्नु नमस्ते सञ्जित गोले Hello guys, everyone. After long कौन है ये लोग कहाँ से आते हैं long time पछि चाहिँ म हैन युट्युब ब्लगमा आउँदैछु तपाईहरुको सामु है तपाईहरुले यसो साथ सपोर्ट दिनु पर्यो हामी चाहिँ अहिले यता बेथाङ चोकतिर छु हैन माथितिर डाँडातिर घुम्न जाने सोच गरेछु हामी केटाहरु छ 4-5 जना है अनि बाजे ल भाइ सन्चै हुनुहुन्छ बाजे नबोल्ने रहेछ अब यस्तै हो डाँडा यस्तो हिँड्नुपर्छ होइन बाटो यस्तै छ तपाईँहरूलाई अब एकछिनमा हामी देखाउँछौँ है दामी दामी कहाँसम्म पुग्छ हामी हेर्दै गरौँ होइन माथिसम्म जाने कोसिसमा छु होइन अब त्यही हो गर्मी छ यतातिर चाहिँ होइन अहिले चाहिँ बिहान बेलुका चाहिँ चिसो रहेछ लास्ट होइन यता बसेको 10-15 दिन भइसकेको चाहिँ अब त्यही भएर आज यसो टाइम मिल्यो कि घुम्न जानलाई अनि त्यही भएर अब माथि जान्छौँ हामी घुम्नलाई अब तपाईँहरूलाई देखाउनेछु माथिको भ्यू कस्तो छ के कस्तो हुन्छ होइन बाटो त्यस्तो भेट्नु है तपाईँहरूलाई यहाँको बारेमा भन्नु त के छ होइन अब यसो बुझौँ हामी पनि तपाईँ नै हो अब के सम्झे यहाँको बारेमा भन्नु पर्यो अरू के लाली गुराँस छ अरू केही पुतलीहरू छ पुतलीहरू यताबाट जाऊ यताबाट गयो भने तिमीले फेरि ठाउँ छ अनि यहाँबाट त तिलेश्वरीबाट मन्दिरबाट गयो शिवको मन्दिरबाट गयो नि हुन्छ हो यहाँबाट नि छ कुन बाटो त्यो एउटा बाघ लिएर आउँछ नि त्यो मसँग के त एउटा ट्याबे पुछे के त साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो हो त्यो ट्याबे पुछेको फर्म जाने बाटो यही बाटो हो यहीँबाट जाऊ हो सही यहाँबाट पनि पुगिन्छ यहाँबाट पनि पुगिन्छ होइन यो बाटोबाट घुम्नु पर्छ यो बाटोबाट पनि पुगिन्छ टाढै छ नजिकले कताबाट पर्छ यही सिधै उही त हो नि टाउकोमा ल सम्झिन्छ बाटो छ अनि यता जाने अनि यता जाने मास्टर अनि यताबाट जाने मास्टर लडेको छ हामी लाग्योलाई सम्झिने धेरै धेरै धन्यवाद गाइजहरु आज चाहिँ घुम्न आएको छ है ल त सुन्तला रहेछ एक दुईटा याद हजुर नजिक भएको मैले लिएर खाइदिन्छु पुचे भाइ अरे पुचे भाइ ठिक छ नि होइन खला सल्लाह टाइममा गाइस हामी चाहिँ छिरिसक्यो है अब जाने बाटो छिटिसकेको छौँ होइन यो कुन बेथाङ चोक माथि लेकाली माइचङको गाउँ जाने बाटो यतै रे होइन अनि त्यही भएर हामी चाहिँ माथिसम्म जाने कोसिसमा छु होइन यत्रो डाँडा चढ्नुपर्ने रहेछ भाइ त्यो माथिको डाँडा पुग्नुपर्छ कि भाइ हिँड्नै नसक्ला जस्तो त छ म होइन आज 5 जनाको घुमघाम हो अले नाङ्गो कि ल गाइस हामी चाहिँ अब होइन घुम्नलाई निस्केको आज कति 12-1 बजिसकिसकेको छ होइन टाइम गर्मी छ अब यस्तै छ त्यही भएर अब 3-4 जना केटाहरू छ अब त्यो झलम पनि सामान काटकुट मिलाइसक्यो हामीले खानेकुराहरू तपाईँहरूलाई माथि नै भेट्नेछ है अनि यही हो यताको गाउँ चाहिँ ठिकै रहेछ गर्मीले स्यासा फ्याँ भइरहेछ मलाई चाहिँ होइन अब यस्तै हो केटाकै
मेरो क्यामेराम्यान भाइ छ नि फेरि अब खतरा हो नि त हाल्नु पऱ्यो फुल पनि रहेछ यार त्यहाँतिर होइन गुलाबको फुल देख्न सक्नुहुन्छ तपाईँहरूले हेर्नु कति राम्रो राम्रो सुन्दर फुलहरू गाइजहरू यतातिर सुन्तलाको खेती पनि प्रशस्त मात्रामा हुन्छ तपाईँहरू ताजा ताजा सुन्तला खानुहुन्छ भनेदेखि आउनु होला ताजा ताजा मजाले रसै रस भएको मजाले खान पाउनुहुन्छ होइन दाइ हो नि हाम्रो त यता छ गाइजहरू यता साथीहरू यता छ माथि हाम्रो यात्रा चाहिँ जारी छ होइन अब मन्दिरको पनि आउँछ एकछिनपछि भिडियो यात्रा रोक्दैन हिँडेपछि हिँडे ननस्टप हो हेर्नु न सुन्तलाको बोट गाइजहरू यतातिर अब किम्बु सिम्बु रे अब लाडो नि पाउँछ यतिर अनि यस्तो दामी पाकिरहेको रहेछ नि त यो चाहिँ एउटा चाहिँ हान्दिउँ न होइन एक दुईवटा हान्दिउँ दामी खतरा पाकिरहेको रहेछ किम्बु एकदम चोरेको छैन ल टिपेर खाएको मात्रै हो माथितिर पनि छ रहेछ दाइ दामी 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 यता हेर्न सक्नुहुन्छ यो दामी यो गाइजहरू किम्बु किम्बु खाइदिउँ मिठो रहेछ भाइ एकदम लडेको छ यत्तिकै चाहिँ हेर्नुपर्छ बच्चामा त झन् कति धेरै खान्थ्यो म पनि खाएर हेरिदिउँ ल खानुपर्छ दामी छ मिठो मिठो यो अर्ग्यानिक हो अर्ग्यानिक गाउँतिर नो केमिकल अर्ग्यानिक ओन्ली अर्ग्यानिक चिज होइन माथितिर पनि सुन्तला खेती हुँदैन भन्ने विश्वास छैन भनेदेखि माथितिर हेर्नु न सुन्तलाको बोट हेर्नु त दामी फुल खेलिरहेको छ आजभोलि चाहिँ यहाँतिरको घर चाहिँ दामी रहेछ क्या माटोको घर टक्क दामी छ प्रशस्तै छ कस्तो दामी रहेछ टेस्टी बहुत टेस्टी बहुत टेस्टी यतातिर प्रायः जस्तो होइन सुन्तला खेती रहेछ कि कस्तो सुन्तलाको बोटहरू होइन ओ माछा मार माछा 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 ए माछा मार्ने माछी नै ट्राक लगाएर हेर्नुहोस् त यो घर कस्तो यस्तो ट्यापको ढलिरहेछ है यो तल खोक्रो रहेछ यो के भएर यो भत्किएको रहेछ क्या यो है के भुइँचालोले कि केले मन्दिर रहेछ गाइस ओइ माछा मार्ने मान्छे भिडियो गाइजहरु मन्दिर छ यहाँ हेर्नु यतातिर खेती पनि कति दामी भयो हिल त्यस्तै ओम नमः शिवाय क्या मस्त ओम नमः शिवाय हर हर महादेव खै त जय 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 भन्नु पर्यो नि देउतालाई हामी खै त भेटी चढाउनु पर्थ्यो त यार प्राण दशरी भयो भने ल पूजा गरौँ है केटा पूजा गरौँ पूजा गर पूजा गर्ने सामान ल्याएन नि कस्तो देखिरहेछ हिँड्न हो म त नाडा अलि मान्छे झर्ना गाइस झर्ना कति ठुलो झर्ना छ यो अब चिसो 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 खायो होइन अब शीतल पनि अनन्त ए शीतल नि नाटक बोल्नु यार हंगाम जीव यार हेट एउटा एक प्याकेट चाहिँ एक प्याकेट जान चुथुम सिधान जमिन टक्क होइन माथि जाने भनेर सोचेको थिएँ उल्टो बाटो आएछ मन्दिरतिर चाहिँ आएछ ठिकै भयो मन्दिर म पनि मन्दिर दर्शन गर्न पायो हामीले होइन राम्रै भयो राम्रो दिन रहेछ हाम्रो आज अब अर्को गुम्बा पनि पुग्छ हामी हैन हो यो फर्केर चाहिँ अब उताबाट गएर उताबाट बाटो रहेछ त्यताबाट जानै पर्ने हुन्छ हामी चाहिँ अब जानै पर्ने हुन्छ हामी जान्छौँ त्यहाँसम्म चाहिँ पुग्छ हामी
है जान्छु फेरि जहाँ खाने घुम्दै बिराउँला टक्क केटाहरू यहाँ हल्का बाँस पारेर ल्याउने रहेछ बाँस होइन चिप्स खाइदिउँ बाँस नो सरी क्यामेरा छैन हाँडा चियरबानी गर चाहिन्थ्यो छैन त्यो जहाँ घुम्दै बिराउँला नि बस् न तल केही बोलिदिनु पर्यो आफ्नो बारेमा सबैजनाले आज चाहिँ घुम्न आएको मेरो नाम चाहिँ सन्देश मोक्तान यस आज हामी चाहिँ घुम्न आएको होइन मन्दिरमा एकदम रमाइलो लागिरहेछ अब अर्को ठाउँमा गुम्बामा पनि पुग्नु छ होइन साथीहरूको बाला अब मलाई चाहिँ यति है अरू साथीहरूले भन्नु नमस्ते सञ्जित गोले खै त अरे सित्यो क्याप वाला क्याप वाला क्याबवालाको परिचय आएन आले खै लडेको छ एकदम रमाइलो लागिरहेछ अनि अलिकति छ्याङ पनि खाइदिएको झन् रमाइलो लागिरहेछ अलिकति छिटो भयो कि गुलियो नि हालौँ न है कहिले कहिले धेरै हाल्यो भने सकिहाल्छ आकाशतिरबाट गाराङ गुरुङ भन्छ त यहाँ मन्दिरमा दर्शन गरियो अब गुम्बामा जानु छ माथि गुम्बा छ त्यहाँ पनि पुग्नु छ अब त्यहाँ पनि दर्शन गरेर फर्किनु छ अनि खानु हुँदैन हौ केटा हो मामा सुट्टा चाहिँ हान्नुपर्छ यार एउटा बनमाराले बनाइ खायो दामी रहेछ बनमाराको टक्क केटाहरू हिँडिसके आरामा हिँड्नु पऱ्यो के गर्ने यस्तै छ जिन्दगी कहिले काममा लोद काम गरे कहिले घुमे के बोले भाइ फेरि यता पनि रहेछ आम्बा दामी यत्तिको फुल चाहिँ जायो नि त होइन क्या खुसबु हे आहा ठ्याक्क मुखमै ठ्याक्क नाकमै आउने रहेछ कि अनि यत्तिको आइया दामी लभ यु दोस्तो भिडियोलाई जुबाएर यो के अरे ऐसलुको पात इधर देखो यो चाहिँ होइन आइसेलु हो होइन हाम्रो भाषामा भने के भन्छ पोलोङ आजाउ पेदेनाइला बम्बो आरे लामा मुला होइन गाइजहरू ओए तल पुग्ला बाँदर जस्तो त नझुन्डिन है गाइज यार पोलोङ भनेको चाहिँ बच्चामा त यति धेरै खान्थ्यो कि यति खान्थ्यो यो बायन भने मर्ला जस्तै खै मलाई नि ल्याउन त टिपेर यार ल दामी एउटा रहेछ त्यहाँ फेरि झर्ला यार तलतिर यार ओहो यो चाहिँ लास्ट मिठो रहेछ भाइले माया गरेर दिएको हो आम्बो यहाँ एउटा थियो अर्को मिठो छैन होला ल जम लाली गुराँस फुलैमा दामी छ फुल चाहिँ आम्बो यहाँ चाहिँ पोलोङ हेर्नु गर्ने हो रेकर्ड है यत्तिको फुल चाहियो नि त ल सुरु ल मैले चाहिँ यहाँ होइन टक्क यसो म होइन मन्दिर सन्दिर गएर टक्क आएको होइन यहाँ अनि बाँदरहरू देखेँ कि यहाँ बाँदरहरू हेर्नु न बाँदर अब हेर त सब झुन्डेर अब के खाएको यस्तो बाँदरहरूले यस्तै खान्छ होइन अनि टक्क अब लाली गुराँसको फुल पनि रहेछ यहाँ टक्क अब के त मलाई पनि टिपाइ भयो मलाई काँडाले खोज्छ
आइसली देखो रे ए के छ खाना है? पाए भने धेर न खा वाह दामी छैन त कति मिठो छ के यार खाउ 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 खाएर ल यसरी खानु हो के खाउ खाउ लाउ लाउ भन्ने यसरी गाइजहरु यसरी मिठो छ नि यार चलो भाइ हमको ऊपर खिचो ऊपर खिचो गाइस ऊपर यो म्याम पर्छ त न दामी दामी अर्ग्यानिक चिजहरू पनि खायो हैन आमा बाबा अब एनर्जी कति आउला त कति आउला एनर्जी हैन एनर्जी दामी आउने भयो आज चाहिँ तर एनर्जीलाई गाइजो आउ सैलु एनर्जीलाई फाल्ने पो कहाँ त अब चोङ्गी मन है पोलङ हाम्रो भाषाबाट चाहिँ पोलङ अनि गाउँ हेर्न सक्नुहुन्छ यता यो बनौती एकदम दामी दामी गाइजहरुले कस्तो लाग्यो ठाउँ एकदम दामी दामी है हामी जान्नु पर्छ भनेको थिएँ यता चाहिँ पुरै के भन्ने पम्पिङ गाडी रहेछ पम्पिङ गाडी पम्पिङको रुख छ रहेछ टमाटर ओहो कहाँबाट सम्झी यार ओहो हेर्छ गरौँ न त सम्झी भाइ ल सम्झी बाई बाई ल कहाँ सम्झी जाउँ ल बिस्तारै जाउँ है ल बाई बाई ल बाई बाई ल ल गयो हामी गयो म त आएँ नि यार एक्लै डर लाग्ने त्यहाँतिर बाटो थियो त बाजार साथी हैन अनि दामी देखिने यार गाउँ चाहिँ तर फुली केटाहरूलाई के जोस लाग्यो त यस्तो मैले गर्मीमा मर्न लाग्यो गाइजहरु यार पाए पाट हेर्न यहाँ कति कति उकालो छ सासै जाला जस्तो यस्तो डेन्जर पसिना आइरहेछ कि आम्मामा यस्तो भिड छ यस्तो भेरमा अब जानु पर्ने बाटो सर्कल बाटो नभएर हो गाइजहरु यो खडै मुला पुर्ला टेकी टेकी हिँड्नु पनि जान्छ केटाहरूले कहाँ ल्यायो तल हेर्दा बाटो यता बाटो छ त नि पुगिसक्यो यार म पो यतातिर हाल्छु यता म त सकेन है यो चाहिँ होइन आफ्नै रे के आफ्नै जग्गामा सरकारीलाई दिएर घुम्न बनाएको रे के यो गुम्बाको अलिकति तलपट्टि चाहिँ नेपाली रहेछ गाइजहरु हिँड्ने क्रममा थाहा भएको हो गाइस चाहिँ हो घुम्न चाहिँ हामी चाहिँ आइपुग्यौँ होइन धेरै गर्मी पनि भयो पसिनै बसिसक्यो वहाँ तलदेखि 1-2 घन्टा हिँडेर चाहिँ आइपुग्यो हामी यहाँसम्म चाहिँ अब चाहिँ एकछिनतिर बस्छु अनि निस्किन्छौँ हामी
ल सुरु हान